नमस्कार, न्यूज माण्डु टिभीको अर्को एउटा विशेष भिडियो श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार काठमाडौँमा भएको कार्यक्रममा एकजना नागरिकको खुलेरै प्रशंसा गरे। सन्दर्भ थियो लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक रोड्स टु द भ्याली द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपालको विमोचन समारोह। जेठ 17 गतेदेखि 21 गतेसम्म भारत भ्रमण गरेर फर्किएका प्रचण्ड सोमबार उक्त कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव सहित सहभागी थिए। भारतीय राजदूत समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल भारत सम्बन्ध जनता बीचमा घनिष्ठ रहेको भन्दै प्रशंसा गरे। उनले सरदार प्रीतम सिंहलाई नेपालमा यातायात क्षेत्रको व्यक्तिहरूमध्ये अग्रणी मानिने पनि बताए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरदार सिंहको रुचि यातायात, सामाजिक सेवा र शिक्षाको क्षेत्रमा मात्र नभई राजनीतिमा पनि भएको बताए। त्यसक्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन पनि सरदार सिंहले दिल्ली र नेपाल कयौं पटक राजनीतिक दौडधुप गरेको स्मरण गरे। यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्र होइन, उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो, धेरैचोटि दिल्ली जानु पनि भयो। उनले अगाडि भने काठमाडौँका पार्टीहरूलाई अनि त्यस्तै नेताहरूलाई र पार्टीहरूसँग पनि उहाँ लगातार छलफल गर्नुभयो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तर्क्रिया सहकार्य हुने गर्यो। उनले आफू शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट सङ्गत गर्न पाएको पनि बताए। म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट सङ्गत गरेको छु। हुन त यहाँ हाम्रो कमरेड पम्फा भुसाल हुनुहुन्छ। उनले भने उहाँको अलिकति नजिकै भएका हुनाले पनि लगातार अन्तर्क्रिया र सहकार्य हुने भएको छ। हामीले नजिकबाट एकअर्कालाई चिन्न, बुझ्ने र महसुस गर्ने पनि गर्यौँ। उनले नेपाल भारत सम्बन्धलाई जनताबीच स्थापित गर्न विकसित सरदार प्रीतम सिंहको योगदान विशिष्ट र ऐतिहासिक रहेको पनि बताएका थिए। प्रधानमन्त्री दाहालले यो पुस्तकले नेपालको विकासमा सघाउन र नेपाल भारत सम्बन्धलाई अझ बलियो र फराकिलो बनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि व्यक्त गरे। नेपाली राजनीतिमा हलचल नै ल्याउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत माग्न बाध्य बनाउने प्रीतम सिंह को हुन् त, जसका कारण नेपाली राजनीति फेरि एकपटक तरङ्गित बनेको छ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत मागिएको छ संसदमा। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद अगाडि नबढ्ने बताइरहेको छ। यसरी नेपाली राजनीतिमा एकाएक हलचल पैदा गर्ने प्रीतम सिंह को हुन् त, जसलाई प्रचण्डले आफू प्रधानमन्त्री बन्न अथवा आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीदेखि काठमाडौँका पार्टीहरूलाई कन्भिन्स गरेको भनेर अभिव्यक्ति दिएका थिए। ती प्रीतम सिंह को हुन् त? आउनुहोस् आजको यस भिडियोमा विशेष गरी हामी प्रीतम सिंह को हुन्, नेपालमा तिनको के कस्ता गतिविधिहरू चलिरहेका छन् अथवा तिनको दिल्ली काठमाडौँ कनेक्सन के हो त, यस विषयमा हामी विशेष कुराकानी गर्नेछौँ। भारतीय नागरिक प्रीतम सिंह, यिनको पेसा पाइलट थियो, तर उनी 70 वर्ष अघि नै नेपाल छिरेका थिए। उनी नेपाल छिर्दा 3वटा 6 चक्के ट्रक लिएर आएका थिए। नेपालमा पहिलोपटक 3वटा ट्रकसहित ढुवानीको जग बसालेकाले प्रीतम सिंहलाई नेपालमा ट्रान्सपोर्ट पायोनियर उपनाम पनि दिइएको छ। सन् 1957मा 22 वर्षको हुँदा प्रीतम जम्मू कश्मीरबाट पिता कहन सिंहसँगै ट्रकबाट काठमाडौँ छिरेका थिए। उनीहरूको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक थियो। त्यही बेलादेखि नेपालमा सार्वजनिक ढुवानीको जग बसेको बताइन्छ। भारतमा जन्मिएर नेपाललाई कर्मभूमि बनाएका प्रीतमले नेपाल पब्लिक मोटर सर्भिस कम्पनी खोलेका थिए। उनले यातायातबाट नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। नेपालसँग प्रीतमको सम्बन्ध पनि रोचक छ। प्रीतमका पिता सरदार कहन सिंह जम्मू कश्मीरमा पहिलो यातायात व्यवसायी थिए। त्यसबेला उनै प्रीतम घुम्न नेपाल आए। उनले बुबा कहन सिंहलाई नेपालको सडक र व्यावसायिक सम्भावनाबारे बताए। त्यसपछि बुबाले नेपालमा यातायातको व्यावसायिक अवस्था बुझ्न प्रीतमलाई पठाए। त्यसबेला प्रीतम न्यू रोडमा घुमिरहेका थिए। त्यही बेला उनको भेट पाइलट तालिम लिएका त्रिलोचन सिंह दुलटसँग भयो। दुलटले तत्कालीन राजा महेन्द्र शाहसँग भेटाइदिए। प्रीतमसँगको भेटपछि राजा महेन्द्र जम्मू कश्मीर स्थित प्रसिद्ध अमरनाथ धामको यात्रामा निस्किए। अमरनाथको यात्राका क्रममा दोस्रो पटक भेट हुँदा राजा महेन्द्रले नै प्रीतमलाई नेपालमा व्यवसाय थाल्न भनेका थिए। त्यसबेला उनलाई राजा महेन्द्रले नेपालमै बस्न आग्रह गरेका थिए।
राजा महेन्द्रले बाबु छोरालाई ट्रक नेपालमै चलाएर यहाँ सार्वजनिक ढुवानी लाइन स्थापना गर्न भनेको कुरा भारतीय दूतावासले निकालेको सिख हेरिटेज अफ नेपाल पुस्तकमा लेखिएको छ। राजा महेन्द्रको उक्त आग्रहपछि प्रितमले नेपालमै बसेर व्यवसाय थाले। उनले यातायातसँगै शिक्षा क्षेत्रमा पनि काम थाले। प्रितमकै पहलमा मोडर्न इन्डियन स्कुल स्थापना भएको थियो। अहिले पनि थापाथली स्थित प्रसूति गृह नजिकैको गल्लीमा प्रितम सिंहको ठुलो कम्पाउन्ड सहितको पुरानो शैलीको घर छ। प्रितमले ढुवानी व्यवसायलाई विस्तार गर्न सन् 1956मा नेपाल प्रवेश गरेको बताएका छन्। आफूले त्यसै बेला ढुवानी व्यवसायका लागि जम्मू कश्मीरबाट 10,000 जनशक्ति ल्याएको पनि उनले बताएका छन्। नेपालमा सडक विस्तार बढेसँगै यातायात सञ्चालनमा जम्मू कश्मीरबाट आएका सिख समुदाय सक्रिय भएका थिए। जम्मू कश्मीरबाट आएकाहरूले नेपालीलाई ड्राइभर, मेकानिक्स र प्लम्बर जस्ता कामहरू पनि सिकाए। त्यसबेला काठमाडौँलाई मुख्य वासस्थान बनाएका सिख समुदाय बिस्तारै अन्य भागमा पनि पुगे। ढुवानी व्यवसायमा सक्रिय हुँदै उनीहरू विभिन्न मुख्य सहरमा पुगे। काठमाडौँबाट उनीहरू सन् 1960मा पर्साको वीरगञ्ज पनि पुगे। काठमाडौँपछि वीरगञ्ज पनि उनीहरूको बसोबास स्थल बन्न पुग्यो। त्यसपछि यातायात सञ्जाल बढ्दै जाँदा उनीहरू रूपन्देहीको बुटौल र कृष्णनगर पुगे। त्यहाँबाट उनीहरू सुदूरपश्चिमको धनगढी र मध्यपश्चिमको नेपालगञ्जमा पनि फैलिए। यी सिख समुदाय अब नेपाली नागरिकका रूपमा बसिसकेका छन्। नेपालका लागि सिख समुदाय सडक यातायात र ढुवानी सेवासँगै आउने अभिन्न नाम पनि हो। एउटा व्यावसायिक उद्देश्यले अथवा व्यवसायका लागि नेपाल प्रवेश गरेका प्रितम सिंहले पछिल्लो समय प्रचण्डले दिएको अभिव्यक्ति, जुन उनले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिए, यसरी दिल्लीसँग उनको के कनेक्सन छ त? प्रितम सिंहको यो बिस्तारै खुल्दै जाला र प्रधानमन्त्री प्रचण्डले भने जस्तै के प्रितम सिंहले प्रचण्ड र भारत, विशेष गरी भारतको सत्ता सञ्चालन गरिरहेका नरेन्द्र मोदीसँगको जुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने बेला मोदीसँग केही सहयोग मागेका थिए अथवा प्रधानमन्त्री प्रचण्डलाई बनाउनु पर्ने भनेर केही राय सुझाव दिएका थिए अथवा केही सहयोग गरेका थिए? यो कुरा बिस्तारै खुल्दै जाला। यद्यपि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै खुट्टामा आफै बन्चरो हाने जस्तो देखिएको छ र उनले भने प्रचण्डले आफूले भ्रष्टाचारका फाइल खोलिरहेको र त्यही फाइलबाट फाइल खोल्दै राखेको र आफ्ना मान्छेहरू पनि पढ्न सक्ने र योबाट माइन्ड डाइभर्ट गर्नको लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्नो राजीनामा माग गरेर विषयान्तर गर्न खोजेको पनि बताएका छन्। त्यस्तो खालको आरोप प्रधानमन्त्री प्रचण्डले लगाएका छन् र यो मिटर ब्याजीसँगको सँग सम्बन्धित विधेयक पास हुन नदिन पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले यो खेल खेलिरहेको र आफ्नो राजीनामा मागेको आरोप लगाएका छन्। यद्यपि उनले जेसुकै आरोप लगाए पनि प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले पटक पटक दिल्ली धाएको कुरा के हो र उनी कसरी प्रधानमन्त्री बने, यो कुरामा संसदलाई र सारा नेपाली जनतालाई चित्तबुद्ध जवाफ भने दिनैपर्छ। के यो नेपाली सार्वभौम सत्ता सम्पन्न जनताले पठाएका प्रतिनिधिहरूले बनाउने प्रधानमन्त्री बनाउने उनीहरूले हो? संसदमा हामीले त्यति धेरै सांसदहरू जनप्रतिनिधिहरू पठाएका छौँ नेपाली जनताले, उनीहरूले प्रधानमन्त्री बनाउनुको साटो दिल्लीको सहयोगमा प्रधानमन्त्री बनेको भन्ने खालको जुन अभिव्यक्ति छ, यो अभिव्यक्ति बारेमा प्रचण्डले एकदमै स्पष्ट जवाफ दिनुपर्छ, जनतालाई आश्वस्त पार्न सक्नुपर्छ। होइन भने उनी एकदमै अप्ठ्यारोमा पर्न सक्नेछन् र प्रधानमन्त्री पद पनि नैतिकताका आधारमा उनले गुमाउनु पर्ने देखिन्छ। तपाईको धारणा यस विषयमा के छ? कमेन्टमा लेख्नुहोला।